पूर्वबाट आए जस्तो के ढिङ्गो उठिरहेको बुझ्छ छोराछोला बोकेर कता गएर आँखी मुखेर पुग्न नि तिमी एकपल्ट हाम्रो घरतिर जान पर्ने भोगेर पुग्न नि किन जानु पर्यो तिम्रो घर सुन्दर एउटा सानो काम थियो कि किन दाजु काम के हो काम गराएर यी ल्याएर छोड्नु यसलाई खुसी एक्लैमा छोड्नु है जा गाडी बरु अलिक चाँडो गरेर के पुग्न नि संसारभरि फुटबलको महासङ्घ युरोपमा चलिरहेको छ त्यो चाहिँ के गरेर बसिरहेको भराएर बसी के हुन्छ कहाँ आज राति युरोपको फाइनल म्याच स्पेन र इङ्ल्यान्ड बिच महाभिडन्त हुँदैछ त्यो महाभिडन्त जसरी हुन्छ एनी आऊ ठुलो पर्दामा हेर्नुपर्छ त्यो त्यति चार्ज गरेर मिलाएको आफ्नो घर यता यत्रो टिभी त छैन ठुलो पर्दा कुरा कस कहाँ हेर्ने होला त टिभी टोगर भन्नु मानिहाल्नुहुन्छ नि महँगै ठुला त टिभीको है ठिक छ तिमीहरू फिर नगरे हो मैले त्यो व्यवस्था गर्ने मैले हाम्रो बाउको अंश ल्याउनु भने ठुलो यो स्कुल जस्तो बोर्ड सोर्ड राखेर के नाटक गरे त्यस्तो नाटक साटक होइन केटा त्यो सम्पत्तिको भाग लगाएर पठाउनु भन्दा पहिला फेरि तुलनाले चाहिँ केटी सौर्यति सिकाएर पठाउनु पर्ने नत्र त सामाजिक सञ्जालमा बेजतै हुने भइसक्यो अरे नि ए सुन्दर ए बाबु मिसलाई छिटो लेतो ए पढ्ने मान्छे तयार भइसक्यो